सँगै कहानी छ कि हाम्रो नि। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी धेरै पछि सँगै भएर चाहिँ हामी भिडियो स्टार्ट गरिरहेको छौँ। हामी चाहिँ बजार जान लागेको साथीहरू, लङ टाइम पछि, धेरै टाइम पछि। हामी त 14-15 दिनपछि भेट भयो साथीहरू। त्यही भएर यो भिडियो के हो यस्तो, हामी चाहिँ जाँदैछौँ दुईजना बजार, त्यही पनि साँझ। हामी चाहिँ रुममा स्टार्ट गरेनौँ। अब चाहिँ अलिअलि ब्लग आउन सक्छ साथीहरू, सबैजनाले माया गरिदिनु होला। हामी चाहिँ जाँदैछौँ र हामीले माया नपाउनुको कारणले हो ब्लग नहालेको भनेर र हामीले माया नपाउनुको कारणले हो ब्लग नहालेको। गोराइतिर चाहिँ घरि परिसक्यो साथीहरू। यही छोटो यही मात्र बाहिर यता गीत सुनाउन चाहन्छ। हावाको लहरसँगै उडिरहन मन। अनि के भन्छ तिम्रो त्यो बासना मनमै चल्यो ल साथीहरू, हाम्रो गीत चाहिँ यति नै हो। तपाईँहरूलाई यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। यो चाहिँ अब कलाकार बन्ने सपना छ रे, हुन्छ कि हुँदैन साथीहरू, भविष्यवाणी गरिदिनु होला सबैजनाले। यसको लक्षण चाहिँ कतिसम्म छ, यसको कलाकार बन्ने लक्षण कतिसम्म छ, एउटा पनि सुनाइदिनु त। गान ल्याउँछु भन्दै उडेर आकाशमा, कस्तो भई आयो कस्तो भई गयो, कस्तो भई आयो कस्तो भई गयो, कस्तो भई गयो कस्तो भई आयो काठको बाकसमा। यो भन्दा 1 मिनट 2 मिनट सुन्यो भने कोमामा जाने फिक्स छ साथीहरू। त्यही भएर नसुनेकै राम्रो। हामी चाहिँ नसुन्ने गऱ्यौँ। अब चाहिँ बजारमा कसरी भिडियो बनाउने त्यो सोचिरहेको छौँ। यो अस्ति गाउँ गएर पनि भिडियो नबनाउने पात नो साथी, तपाईँहरूलाई आई लभ यु। यो चाहिँ हाम्रो डुम्मर गाउँ एरिया रहेको छ साथीहरू। हामी चाहिँ माथि बस्छौँ। हामी यो मास्क कुन कहाँदेखि लगाउने हो के? खै मलाई थाहा छैन, त मास्क लगाउनेलाई थाहा होला। म त झन् जिन्दगीमा कहिले पनि लगाउँदिनँ। त्यहाँ चाहिँ क्यारम बोर्ड खेल्छन् साथीहरू। मान्छे धेरै हुन्छन्। मान्छे धेरै भएको ठाउँमा चाहिँ हामी बनाउँदैनौँ, किनभने लास्ट लाग्छ। अनि के हुन्छ भने चाहिँ तिमीहरूको सब्सक्राइब कति छ यस्तो भन्दा चाहिँ 800 पुगेको भए पनि यति छ भन्ने 50-60 नै पुगेको छैन। अनि के सहीको कुरा गर्ने हो र साथीहरू। सबैजनाले सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला, जतिजनाले पनि हेरिदिनुहुन्छ साथीहरू। यो चाहिँ हाम्रो पुरानो ज्ञानज्योति रहेको छ, ज्ञानज्योति स्कुल। अनि यो चाहिँ हाम्रो पुरानो ट्री रेस्टुरेन्ट रहेको छ। हामी सट्टै राम्रोसँग देखाउँछौँ है साथीहरू तपाईँहरूले। अहिले चाहिँ यस्तो बाटो छ, झारपात बाटो छ। अनि पहिलाको अघि हामीले जुन ठुलो देखाएको थियौँ त्यो चाहिँ अहिले नयाँ रहेको छ। अनि अहिले चाहिँ यस्तो छ, पहिला चाहिँ कस्तो थियो भने फोटोहरू हेर्नुहोस् है त। हाम्रो फोटो चाहिँ यही रहेको छ साथीहरू। यो टी रेस्टुरेन्टको चाहिँ अहिले चाहिँ एकदमै नाजुक अवस्थामा पुगिसकेको छ। अहिले पनि बाको भए त चल्थ्यो होला नि। हामी त दिनमा 3-4 चोटि आउँथ्यौँ कि यहाँ पहिला आउने, फेरि टिकट काट्ने 50 रुपियाँ थियो। अनि फोटो जति खिचे पनि हुने, अनि खिच्ने अनि पहिलासम्म त राम्रै थियो। अनि पछि चाहिँ बिचमा के भयो होइन, पछि अरूलाई दियो नि त। अनि फेरि 100 रुपियाँ टिकट भएको थियो, त्यहाँदेखि कोही आएनन् के। 100 रुपियाँ कि फेरि यो त किनभने सबै यो बारेको भयो। अनि देखिन्न त्यो भित्र। अनि यो त रोड यहाँ छ। अनि त्यो यहाँबाट भए पनि खिचिहालिन्छ नि, भित्रै नभए। अनि अरूले अहिले त फेरि पहिला फेरि त्यतिखेर चाहिँ आइफोन चलाउने, त्यतिखेर त्यो हो। अनि आइफोनदेखि खिचेर भइहाल्थ्यो होला। त्यत्रो नगराइदिए पनि हुन्थ्यो होला। के गर्नु र।
अब फेरि एकचोटि बनाएपछि हुन्छ चल्थ्यो होला तर यो खतरा चलेको रेस्टुरेन्ट हो पहिला चाहिँ अहिले चाहिँ अवस्था यस्तो रहेको छ जङ्गल जस्तो जङ्गल यहाँ भित्र जाने हो भने पनि डर लाग्ने जस्तो पहिला चाहिँ एकदमै राम्रो थियो साथीहरू तपाईँहरूले अघि फोटो हेरिसकिनु नै भइगयो होला फोटो हेर्नु नै सक्नुभयो फोटो चाहिँ पहिला चाहिँ यति बबाल थियो अहिले चाहिँ पुरै झाकबाट छ यो मन्दिर देख्दा नि साथीहरू एउटा रहस्यमय कहानी छ कि हाम्रो नि मैले पनि भन्नै लाथेँ अहिले भन्नै लाथेँ तर अगाडि नै तैँले सम्झिस् अब के गर्नु र यस्तै छ 2 दिन होइन कि जहिले यो देख्नुपर्छ नि जहिले त्यही मात्र सम्झना आउँछ कि साथीहरू त्यही भएर अब अस्ति त हामी ब्लग बनाउँदैन थियौँ नि त अनि त्यही भएर आज चाहिँ ब्लग बनाएको दिन हजुरहरूलाई यो कहानी सुनाउँछौँ तपाईँको मुखबाट जाओस् तपाईँको मुखबाट जाओस् न मेरो मुखबाट हामी चाहिँ पहिला सानो सानो नै थियौँ होइन साथीहरू अनि हामी चाहिँ स्कुलबाटै यहाँ पैसा लिन आएको थियौँ माइजूको घर अनि मैले पैसा लिएर आएर पनि यसको हातमा दिएको थिएँ कि अनि यसले हेऱ्यो पुरा खुसी भएर आइरहेको थियो होइन पछि त हराएको के छैन पैसा त्यो मन्दिर हामी अलि माथिदेखि लिएर आएको पैसा अनि अलि यहाँ तल जाने बेला चाहिँ पैसा चाहिँ छाम्नु गोजीमा छाम्छु र छैन यस्तो भयो त्यो फेरि के कारणले पैसा लिएको भने मेरो मोबाइल चाहिँ बिग्रिएको थियो होइन मोबाइल बनाउने भनेर यस्तो प्लान गराएको कि अन्त मोबाइल बनाउँला अनि एक दुई सय त पक्का नि बच्चा नै होला त्यसले चाहिँ यो खाम्ला त्यो खाम्ला भनेर प्रेस यत्रो आशा राखेको साथीहरू पछि त हुलित्तै पैसै हराइदिन्छ अनि मोबाइल नि बनाएन अनि ऊ पनि अनि पछि त फेरि एकजना उसलाई सोध्यौँ दिदी हो कि बहिनीलाई सोध्यौँ अनि सोध्ने बेला चाहिँ स्कुलकै तिमीहरूको साथी हो तिनीहरू त त्यो माथि एकजना बाजेले बेताउनु भएको थियो यो कसको पैसा हो तिमीहरूको पैसा हो कि नै भनेर चाहिँ भन्नुमा चाहिँ त्यो हेर्दैन नि के गराएको छ मेरो मुख मात्रै देखिरहेछ म डर लागिरहेछ नि त अरूहरू आइरहेछ त्यही भएर उसलाई भन अब अनि एकजना बाजेले बेताउनु भएको थियो पण्डित बाजेले के बेताउनु भएको थियो यो कसको पैसा हो भनेर चाहिँ तिमीहरूको पैसा हो भनेर भन्नुहुन्थ्यो तर हामीले चाहिँ होइन तिमीहरूको पैसा हरायो भने जाऊ भनेर भन्यो हाम्रो मन त फेरि यत्रो भोग्यो फेरि हे त्यहाँले नै भेतान पारेछ त्यहाँले त त्यस्तो ठग्नुहुन्न होला दिनुहुन्छ होला भन्ने यस्तो सोच्थ्यो नि साथीहरू अनि हामी खुसीका साथीहरू गयौँ अनि भनेर सोध्ने बेला चाहिँ कहाँ होला मैले कहाँ भनेको थिएँ म पैसा नै भेटाएको छैन भनेर भन्नुभयो अनि त्यहाँदेखि अब लौटा अब पैसा हराएछ अब के गरौँ र त्यस्ता पण्डित त स्वार्थी हुन्छन् झन् अरू होइन कि अब त्यो त्यहाँले त मेरो हात आयो अब त्यहाँले पो भन्नुभएको कि तिनीहरूले पो अब जुट बोल्यो अब त्यो आँखाले नदेखेको कुरा त गर्नु नि भएन साथीहरू हामी जब पुरी खाने ठाउँमा आइसक्यौँ अनि कस्तो पानी पिठो लाग्यो कि अनि पानी खानु लाग्यो खाइकिस् तैँले अनि पानीपुरी आइसक्यो हामी अब पानीपुरी खान्छौँ हामी चाहिँ बजार पौटारिरहेको छ है साथीहरू बजार पौटारिरहेको छ हामीले चाहिँ चाबी राख्ने किनिसकेको छौँ यहाँले त सनफ्लावरवाला अरू पनि थियो राम्रो थिएन 150 जस्तो थियो 100 रुपियाँ आजभन्दा यति सानोलाई नै यस्तो महँगो पर्न थालिसक्यो साथीहरू पछिसम्म त के हुने होला चाबी राख त्यो त छ यो मान्छे बच्चा जस्तो गर्छ लाउनु अबे मैले त पाहाड निर्ता जस्तो हेरेँ भाइ कसलाई मलाई अमृता जस्तो हेरेँ खानुहुन्छ साथीहरू कताइरहनु तरकारीहरू किन्नु लागेको छ नि साथीहरू त्यसपछि हामी चाहिँ घर चलाउनु पर्ने हुन्छ
पनि यति महँगो महँगो भइसक्यो कि साथीहरू किन्न पनि सकिँदैन गाह्रो छ यस्तो थोडा हेर्नु रुम कि हाँसुम तिम्रो कारणले साथीहरू यो तरकारी कति साह्रो चाहिँ महँगो भएको हो यो डाङमा बस्दाखेरि यता आके त बस्दाखेरि यो तरकारीले नै तरकारी यो खानेकुराले नै डुबाउँछ साथी आज हाम्रो चामल सकेछ अर्काको आश हेर्नुपर्छ साथीहरू आफ्नो कमाइ यो समाइ चाहिँ मेरै कमाइले हो यो चाहिँ यसकै कमाइले हो तर धेरै कुराहरू अरूमा आश देख्नुपर्छ नि त त्यो चाहिँ हो एकदमै गाह्रो छ साथीहरू यस्तो हुन्छ नि साथीहरू ल हामी चाहिँ अब भिडियो पनि धेरै लामो भइसक्यो हामी अब रुम गएर बेच्छ साथीहरू कि इन गर्ने हो होइन रुम गएर इन गरौँ ल साथीहरू हामी चाहिँ रुम पनि आइसकेको छौँ अनि हामी चाहिँ आज बजारमा तरकारीहरू लिनलाई मात्र गएको थियौँ साथीहरू अनि आजको भिडियो चाहिँ कस्तो रह्यो सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले भेटौँला नेक्स्ट भिडियोमा बाई बाई